साथीहरु गुड आफ्टरनुन सन्चै हुनुहुन्छ होला हैन तपाईहरु खाना पिना भइसक्यो होला मैले पनि खाइसके सो आज चाहिँ त म एउटा डिश ट्राई गर्दैछु कतिले ट्राई गर्न मन लागेको थियो हैन हामी हेरौँ कस्तो हुन्छ सो यहाँ हेर्न सक्नुहुन्छ मैले एप्पल स्याउ हो अब एप्पल भनौं न हैन स्याउ अब एप्पललाई चाहिँ बोइल गरेको छु अनि यहाँ छ चकलेट अब यो चकलेटलाई मेल्ट गरेर एप्पलसँग ब्लेन्ड गर्छु हैन हेरि नै हाल्नुहुन्छ तपाईहरु अनि म चाहिँ बनाउँदैछु चकलेट मुज हैन के भन्छ मैले प्रोनाउन्सिएसन गलत गरे भने भनिदिनु होला सो हेर्दै जानु अब यो एप्पललाई चाहिँ सफ्ट हुन्छसम्म बोइल गर्नुपर्छ है त्यहाँदेखि अनि चकलेटलाई मेल्ट गरेर के गर्नुपर्छ सो तपाईहरुले हेरि नै हाल्नुहुन्छ तपाईहरु ट्राई कहीँतिर देख्नु भएको थियो होला है यस्तो हुन्छ भनेर मलाई कहिलेकै ट्राई गर्न मन लागेको थियो सो आज गर्दैछु हेरौँ कस्तो हुन्छ एप्पल पनि सफ्ट भयो अब हो यहाँ चकलेट रेडी गरिसकेको छु यसलाई मेल्ट गर्छु म अब यो चेक गर्न सक्नुहुन्छ तपाईहरु पनि यसो गर्दै चेक गर्दै है सफ्ट भएको छ कि छैन भनेर चकलेट पनि ब्लेन्ड भयो अनि अब यसमा राख्ने हो स्याउ र अघि बोइल गरेको स्याउ अनि चकलेटलाई ब्लेन्ड गर्ने हो यहाँ हेर्न सक्नुहुन्छ मेरो रेडी भयो मिक्सरमा ग्राइन्ड गरेर यस्तो मजाको हुन्छ अब यसलाई 1-2 घण्टा लागि फ्रिजर राख्नुपर्छ त्यहाँदेखि तपाईहरु खान सक्नुहुन्छ रेडी हुन्छ यो अनि चकलेट म्युज रेडी भयो तपाईलाई म ट्राई गरेर देखाउँछु कस्तो हुन्छ के हुन्छ भनेर हैन मैले फ्रिजरमा हाल्नु पनि सके र हाल्दाखेरि छोपेर हाल्नु किनभने फेरि पानी पस्छ नि त जिममा बनाउनुहुन्छ तपाईहरु हैन मोल्ड जिममा पनि सो त्यही लागि अब म तपाईलाई भइसकेपछि कस्तो हुन्छ रिभ्यु पनि भन्छु म मेरो फर्स्ट ट्राई है